3-4 दिन अगाडिबाट मैले एआईबाट भिडियोहरू बनाउन थालेको अथवा एआईबाट मैले भिडियो बनाउन सिकेँ र केही भिडियोहरू मैले आफ्नो फेसबुक च्यानलमा पनि राखेँ र कुनै भिडियोले मेरो एकै दिनमा 100K भन्दा पनि बढी भ्युजहरू बढिसकेको छ। आउनुहोस् म तपाईहरुलाई एआईबाट चाहिँ कसरी सजिलै भिडियो बनाउने भनेर म तपाईहरुलाई सिकाउँछु। धेरै साथीहरूले मलाई मेसेज गरेर मलाई पनि सिकाइदिनुस् न भनेर भन्नुभएको थियो। त्यसै अनुसार म तपाईहरुलाई आज म भिडियो बनाउन सिकाउँछु। सबैभन्दा पहिला तपाई आफ्नो गुगल क्रोममा जानुस्। क्रोम खोल्नुस्। क्रोम खोलिसकेपछि गुगल क्रोममा जानुस्। यो गुगल क्रोममा गुगल ल्याब्स लेखेको छ नि, हो त्यसलाई यो पिङ्क कलरलाई चाहिँ क्लिक गर्नु होला। सुरुमा तपाईले खोल्दाखेरि यसलाई साइन इन गर्न भन्छ। त्यसकारणले गर्दाखेरि चाहिँ यसमा भएका सुरुका फर्मालिटिजहरू तपाईले पुरा गर्नुपर्ने हुन्छ। त्यो पुरा गरिसकेपछि आफ्नो गुगलबाट साइन इन गरिसकेपछि यस्तो आउँछ। त्यहाँ गइसकेपछि न्यू प्रोजेक्टमा जानुस्। न्यू प्रोजेक्टमा गइसकेपछि तपाईहरुलाई यस्तो कालो पेज आउँछ। त्यो कालो पेजमा गइसकेपछि माथिको प्लस बटनबाट तपाईले के बनाउन खोज्नु भएको त्यो कुराहरू चाहिँ अपलोड मिडियामा जान सक्नुहुन्छ। मैले आज तपाईहरुलाई एउटा लिचीको भिडियो बनाउन सिकाउन गइरहेको छु। यहाँ लिचीमा चाहिँ एउटा गाउँमा लिचीहरू हिँडिरहेको छ। त्यो फोटोहरू मैले अलरेडी अपलोड गरिसकेको छु। मतलब मैले जिमनाईबाट बनाइसकेको छु र अब गएर अपलोड गर्न गइरहेको छु। केही सेकेन्डमै यो फोटो अपलोड हुँदैछ। एकछिन पर्खनुहोस्। अपलोड भइसकेपछि व्हाट डु यु वान्ट टु क्रिएट यसमा गएर फेरि प्लस बटन दाब्नुपर्ने हुन्छ। र एउटा कुरा तपाईहरुले जानिराख्नुपर्ने कुरा यो भिडियो कसरी चाहिँ सेटिङ छ त्यो कुराहरू चाहिँ तपाईले बुझ्नुपर्ने हुन्छ। कहिले तपाई भिडियो बनाउन खोजिराख्नु भएको हुन्छ, यहाँ इमेज लेखेको हुन सक्छ। त्यसकारणले गर्दाखेरि चाहिँ यसलाई भिडियो मोडमा राख्नु होला। त्यसकारणले गर्दा अर्को कुरा यो 9:60 यो सेटिङमा पनि हामीले मोबाइलहरुमा बनाउने 9:16 हुन्छ। अनि अर्को यो स्पिड कतिमा लाने 2:2 मा राखेको छु। यति गरिसकेपछि यसलाई ओके गर्दियौ। र अब यो प्लस बटनबाट यो इमेजलाई यहाँ लिएर आउँ। र यो लिचीमा मैले के बनाउन खोजिरहेको छु भन्दाखेरि यो लिची खानाको फाइदा र बेफाइदा के छ सानो भिडियो क्लिप बनाउन गइरहेको छु। मैले अलरेडी जिमनाईबाट चाहिँ यसको फाइदा र बेफाइदा 30 वर्ड्समा लेखिदिए भनेर चाहिँ मैले भनेको छु। त्यही ल्याएर मैले कपी गर्न गइरहेको छु। त्यसकारणले गर्दाखेरि मैले यो 3टा लाइनबाट सुरुमा यो मैले काम गरिसकेको छु। जिमनाईलाई लेख्न लगाएको छु। तर जिमनाईले लेखेको कहाँनिर गएछ भन्दाखेरि यी हराएको रहेछ। त्यसपछि फेरि लेखौँ है त। प्रम्प्ट फेरि लेखौँ। राइट एडभान्टेज एन्ड डिसएडभान्टेज of eating lychee in 30 words. 30 words. Language should be in Nepali. Language अथवा ल्याङ्ग्वेज भइसकेको रहेछ। ल फाइदा र बेफाइदाले दिइसकेको छ। अब यसलाई कपी गरौँ र फेरि अघिकै ठाउँमा जाउँ। अब हामीले यो लिचीलाई बोल्नु लगाउनु पर्ने छ। त्यसकारणले गर्दा चाहिँ यहाँ ल्याएर कपी पेस्ट गर्दियौँ। अब यहाँ स्टार स्टार दिएको छ। यो स्टारलाई हटाउनु पर्ने हुन्छ। बेफाइदालाई पनि हटाइदिउँ। सबै हटाउन थाल्यो त फेरि। अब यहाँ के लेखिदिउँ भन्दाखेरि दिस लिची सेज गराएर यसलाई इन्भर्टेड कमा राखिदिउँ। लिचीमा भिटामिन सी र अक्सिअडेन्ट प्रचुर मात्रामा हुने हुनाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र छालालाई स्वस्थ राख्छ। तर यसलाई यसरी बनाऊँ। तर धेरै खाएमा यसले सुगरको मात्रा अचानक घटाउन सक्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ गरेर इन्भर्टेड कमा बन्द गरिदिउँ र यसलाई इन्टर गरिदिउँ। धेरै वर्ड भयो भने यसले पुरै 8 सेकेन्डमा समेट्न सक्दैन। हाम्रो भिडियो सेटिङमा यो 8 सेकेन्डको छ। र हामीलाई यो गुगल फ्लोले दिनमा 2वटा भिडियो बनाउन दिन्छ। तपाईहरुसँग जतिवटा गुगल अकाउन्ट छ त्यति नै तपाईहरुलाई फाइदा भयो। र अब हामी अन्तिममा पुगिसकेका छौँ। अब हामी यसलाई भिडियो बनाउँ है त, हेरौँ कस्तो बन्छ। वेटिङ गरौँ। इफ मेरो यहाँ क्रेडिट सकिसकेको छ, यो क्रेडिट सकेपछि यसले यस्तो खालको साइन देखाउँछ। यहाँनिर देख्न सक्नुहुन्छ यो भिडियो 2:2 भन्दा यतापट्टि चाहिँ यस्तो खालको देखाएको छ। ल अब बन्दैछ भिडियो, एकछिन हेरौँ। यसको एउटा फाइदा भनेको तपाईहरुले
भिडियो बनाएको यसमा सेन्सर लगाइदिन्छ। यसले गुगलबाट बनाएको हो, तपाईँहरूले नराम्रो कुराहरू अथवा कुनैको चरित्र हत्या यताउता गर्न सक्नुहुन्न। यसले त्यस्तो गलत प्रम्प्टहरू लेख्नुभएको छ भने यसले आफै बनाइदिन। यहाँ देख्न सक्नुहुन्छ, यहाँ भिडियो बनिसकेको छ। यो भिडियो मैले पछि आफ्नो फेसबुकमा सार्वजनिक लिचीमा गर्छु। भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुने हुनाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ अब बनेको र भिडियोलाई छालालाई डाउनलोड गर्न स्वस्थ माथि राख्छ। यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ। लिचीमा भिटामिन सी र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा हुने हुनाले यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र छालालाई स्वस्थ राख्छ। लिचीमा भिटामिन सी र पछाडिको एन्टिअक्सिडेन्ट चाहिँ प्रचुर भन्न मात्रामा सक्दैन, हुने यो 8 हुनाले सेकेन्डमा। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र छालालाई स्वस्थ राख्छ। लिचीमा भिटामिन सी र एन्टिअक्सिडेन्ट